यो मुर्दार खोया बिर्के भन्ने चिज बाहिर ठाउँजेल टक्क आफ्नो ठाउँमा बस्छ। यहाँबाट तल घसी त्यसले सब कुरा बर्बाद पार्छ। यो थाहा छ न रङ्गको कुरा आउँछ न त रङ्गकै कुरा आउँछ। यो खोया बिर्के साँच्चै भन्ने हो भने चाहिँ भने डेटान साप यसले त मान्छेको सत्यानाशै पार्ने। आज मेरो कति भयो हामीलाई सोधेर हजुरले तिर्दैन। हिजो मैले तिरेकै हो क्यारे फेरि भोलि म तिर्छु। ल अब म जहान साहब यो खोया बिर्के मुर्दा खाने चिज चाहिँ होइन। अब आजदेखि म खान्न। ल तपाईँ पनि नखानु अरू कसैले पनि नखानु सबैलाई भन्नु पर्छ। त्यो त हो यसो ए जेठान साहब मेरो यहाँ हिसाब कति भएको छ सब तपाईँले तिर्नु। म गएँ घर कुरो बुझ्नुभयो नि तपाईँले बुझ्थ्यो। आज भूकम्प गएछ कि के पुरै बाटो म भनिदिउँ पढेर म जान्छु बाटो हल्लियो। म गएँ नमस्ते पैसा तिर्दैन। बिस्तारै जानु।